नमस्ते, म पबी गुरुङ, स्किन प्रोफेसर फ्रम कोरिया। म बालुवाटार चाइनिज एम्बेसी अपोजिट साइडबाट बोल्दैछु। म आज हजुरहरूलाई यस्तो राम्रो होइन रिङ्कलको लागि अनि स्किन के भन्छ अरे लुजहरूको लागि अनि स्किन ड्राई हुनेहरूको लागि चाहिँ यस्तो राम्रो डिएमसेलको क्रिम चाहिँ हजुरहरूलाई बताउँदैछु होइन। हाम्रो यो डिएमसेल प्रोडक्ट चाहिँ सबै अब थाहा छँदैछ हजुरहरू सबैलाई। सबै डब्ल्युएचओले रिकमेन्ड गरेको, इन्टरनेसनल ल्याब टेस्ट भएको, एफडिए सर्टिफाइड भएको अनि ओइएम ओडिएम पनि भएको अनि 2019 मा चाहिँ नि नेचुरल प्रोडक्टमा फर्स्ट पनि भएको यो प्रोडक्ट चाहिँ होइन। यो डिएमसेल प्रोडक्ट चाहिँ विशेष गरेर चाहिँ नि जता पाए त्यता नपाउने कारण भनेको चाहिँ हाम्रो यो नेचुरल प्लान्टहरू चाहिँ नि सर्टेज हुन्छ होइन। त्यो प्लान्टहरू चाहिँ नि जतिखेर पाए त्यतिखेर बन्दैन। त्यही भएर हामीले यो डिएमसेल प्रोडक्ट चाहिँ नि बाहिर बाहिर जहाँ पाए त्यहाँ चाहिँ बेच्दैन, किनभने बाहिर बाहिर बेच्यो भने चाहिँ हाम्रो यो प्रोफेसनलको लागि चाहिँ नि यो प्रोडक्टहरू पुग्दैन। त्यही भएको भएर हामीले यो डिएमसेल प्रोडक्टहरू त्यस्तो साह्रै एड पनि गर्दैन, किनकि एड गर्ने बित्तिकै धेरैभन्दा धेरै चाहिँ डिमान्ड आउँछ। त्यो डिमान्ड अनुसारको हामीले यो पुर्याउन पनि सक्दैन होइन। त्यही भएको भएर हाम्रो यो प्रोडक्ट दिने भनेको चाहिँ स्किन प्रोफेसनल र स्किन के भन्छ अरे हस्पिटलमा बाहेक कहीँ पाउनुहुन्न। यो चाहिँ विश्वभरि नै होइन। यो प्रोडक्टहरू चाहिँ नि सबै लगाएपछि जो हजुरहरूलाई चाहिँ देख्ने गरेर रिजल्ट आउँछ होइन। यो चाहिँ प्रोडक्ट चाहिँ नि लगाएपछि केही फिल हुँदैन भन्ने त्यस्तो चाहिँ कुनै हालतमा हुँदैन होइन। लगाएपछि रिग्रेट कुनै हालतमा हुँदैन हाम्रो चाहिँ। अनि अर्को कुरा चाहिँ पोतो आएपछि चाहिँ नि पोतोको हाम्रो चाहिँ सबै यो डिएमसेलको प्रोडक्टहरू चाहिँ तपाईँको स्किन अनुसारको हुन्छ कि यो तपाईँको पोतोको लागि हो भने यो चाहिँ तपाईँको रिङ्कलको लागि हो होइन। यस्तोहरू कस्तो हुन्छ त भन्दाखेरि तपाईँको स्किन अनुसारको चाहिँ नि लगाउनु पर्ने जरुरी हुन्छ। आज चाहिँ म विशेष गरेर चाहिँ पोतोको के अरे रिङ्कलको लागि भन्न गइरहेको छु होइन। रिङ्कलको लागि चाहिँ नि यो भेलभेट टोनर भन्छ यति राम्रो छ होइन। यसले पानीको ब्यालेन्सलाई एकदमै धेरै मस्ट गरेर बुस्ट गरेर यस्तो राम्रो बनाउँछ छालालाई होइन। तपाईँले युज गर्ने बित्तिकै आफूलाई फिल भइहाल्छ। अनि अर्को चाहिँ नि यो बिटिएक्स एम्पल भनेको चाहिँ नि हाम्रो छालाको चाहिँ त्यो फ्याक्टरहरूलाई चाहिँ नि एकदमै ग्रोथ गरिदिन्छ एकदमै छिटो यसले चाहिँ नि। त्यही भएको यो एम्पल चाहिँ नि यो बिटिएक्स एम्पल यो 5GF हो। हाम्रो चाहिँ 5 लेयरको चाहिँ के अरे सेलहरूलाई न पुरा ग्रोथ गरिदिन्छ होइन। त्यही भएको यो पनि हामीले लाउनु पनि जरुरी हुन्छ। अनि हाम्रो छाला त अब एज भएपछि चाहिँ मोइस्चराइजर त अब कमी भइ नै हाल्छ होइन। यो मोइस्चराइजर फेरि कस्तो छ भन्दाखेरि यो मोइस्चराइजर चाहिँ नि युज गरेपछि त्यो मोइस्चराइजर चाहिँ थोरै लगाउँदा पनि यस्तो सलल्ल भएर यति सफ्ट हुन्छ कि होइन। जस लगाएपछि यो चाहिँ दिनैभरि पनि त्यो एउटै त्यो मोइस्चराइजरले एकचोटि लगाएकोले नै पुग्छ कि सलल्ल भएर एकदमै सन्तुष्टि यो युज गर्नुहुने सबैलाई यति सन्तुष्टि भएको छ कि होइन। यो मोइस्चराइजर लगाउनु भएर हजुरहरूले पनि एकचोटि लाउनु भएकोहरूले त छँदैछ होइन, नलाउनु भएकोहरूले पनि एकचोटि ट्राई गर्नु होला। यस्तो राम्रो छ होइन। अनि त्यो पछि चाहिँ हजुरहरू चाहिँ स्किनमा लगाउने प्रत्येक अब एसेन्सहरू एम्पलहरू आई क्रिमहरू हाम्रो छालाभरिमा सबसे पातलो छाला आँखा र ओठमा हुन्छ। आई क्रिमको चाहिँ हाम्रो चाहिँ सबै हाम्रो डिएमसेलको नै हुन्छ होइन। अनि विशेष गरेर हाम्रो अहिले न्यू इयरको अफर पनि चलेको छ ट्रिटमेन्टमा मात्रै है, प्रोडक्टमा चाहिँ होइन होइन। यो प्रोडक्टहरू चाहिँ नि जो युज गरेपछि चाहिँ एकदमै सन्तुष्टि त भइ नै हाल्छ। थाहा युज गरिराख्नु भएकोहरूलाई त एकदमै थाहा छ जति वर्षदेखि युज गरेको त्यति नै वर्ष देखिन्छ जहिले पनि। त्यही भएको भएर हजुरहरू चाहिँ नि युज गर्नेहरूले त गरिरै राख्नु भएको छ होइन। नगर्नेहरू पनि एकचोटि ट्राई गर्नु होला। साँच्चै नै यो एकदमै हजुरहरूलाई ए हो रहेछ भन्ने कुरा एकदमै सन्तुष्टि हुन्छ। ल धन्यवाद।